मजदुरलाई हेला गर्ने, श्रमिकलाई हेला गर्ने, समाजलाई भत्काउन निस्किएको एउटा अभियान हो श्रम संस्कृतिको अभियान। त्यो श्रम संस्कृतिको अभियानमा तपाईँ जोडिन चाहनुहुन्छ? काम गर्ने मान्छे कहिले पनि सानो हुँदैन, गफ गरेर ढाँटेर चोरेर खाने मान्छे सानो हो। त्यसो भएको कारणले गर्दाखेरि काम गर्ने मान्छेलाई सम्मान गर्ने संस्कृति हो, श्रमलाई सम्मान गर्ने संस्कृति हो, तपाईको श्रमिकलाई सम्मान गर्ने संस्कृति हो श्रम संस्कृति। त्यसमा म हार्दिक हार्दिक स्वागत सबैलाई गर्न चाहन्छु। यो देशमा विभेदको कुरा है, अछुतको कुरा, कामी भनेर तपाईको सबभन्दा धेरै काम गर्ने मान्छेलाई घरभित्र छिर्न नदिएको समाज अझै चेन्ज भएको छैन। मैले बारम्बार भनिरहेको छु, आज चाहिँ तपाईको प्लेन उडाउने पाइलटलाई नमस्ते गर्ने एउटा छैन तपाईको समाजले टेम्पो चालकलाई ओइ भाइ यहाँ आइज भनेर लात्ताले हान्नु खोज्छ, भाडा नदिई हिँड्नु खोज्छ, हो कि होइन? काम एउटै हो, पाइलटको पनि काम एउटै हो, यात्रुलाई गन्तव्यमा पुर्याउने। एउटा टेम्पो ड्राइभर र सफारी चालकको पनि एउटा तपाईँको काम त्यही हो। तर सफारी चालक र टेम्पो चालकलाई लात्ताले हान्ने ओइ भाइ भन्ने समाजलाई बदल्नु पर्छ कि पर्दैन? यदि काम सानो हुन्छ भन्ने मनोविज्ञान हामीमा रहिरहन्छ भने युवाले यो देशमा काम गर्न मान्दैन। आज यो देशमा युवाले काम गर्न नमानेर खाडी मुलुकमा बरु डिग्री पास गरेको ब्याचलरको सर्टिफिकेट बोकेर डिग्रीको सर्टिफिकेट बोकेर बरु उता म बेल चाहन्छु, तर देशमा काम गर्दिन। किन भनिरहेको छ भने यो देशमा काम गर्ने मान्छेलाई सम्मान गरिन है। एउटा काम गर्न खोज्यो भने ऊ कुना कुनामा गोडा गोडामा हरेक तपाईँको चाहिँ मोड मोडमा अपमानित बन्छ। त्यसो भएको कारणले गर्दाखेरि कामलाई सम्मान गर्ने संस्कृति नै श्रम संस्कृति रहेको कुरा म सम्पूर्ण आदरणीय सभावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई र मिडिया मार्फत सम्पूर्ण नेपालीलाई जानकारी गराउन चाहन्छु। समाजलाई हामीले समतामुखी बनाउने हो भने, समृद्ध बनाउने हो, सुखी र खुसी बनाउने हो भने श्रम संस्कृतिको विकल्प नरहेको म जानकारी गराउन चाहन्छु। हामी भनेको यो देशलाई टुक्रा टुक्रा भएर फुटेको देशलाई जोड्न निस्केको एउटा श्रम संस्कृति हो। यो यहाँहरू सम्पूर्णलाई म यो अभियानको रूपमा आइदिनका लागि अनुरोध गर्न चाहन्छु। यहाँ बस्ने मान्छेले मात्रै गर्नुपर्छ भन्ने छैन, यो खालको टी सर्ट लगाउने श्रमदाताले मात्रै यो अभियान चलाउनुपर्छ भन्ने छैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू सबैजना यो श्रम संस्कृतिको सदस्य हो। हामी यहाँनिर दुई चारजना मान्छेलाई मात्रै अगाडि बढाउन चाहन्नौ, यो समाजलाई नै अगाडि बढाएर यो देशलाई नै जिताउन निस्केको पार्टी हो, सङ्गठन हो श्रम संस्कृति। तपाईँहरू जित्न चाहनुहुन्छ? तपाईँहरूलाई म सोध्दैछु, तपाईँहरू जित्न चाहनुहुन्छ? माथि बस्नेहरूले मलाई भन्नुहोस्, तपाईँहरू जित्न चाहनुहुन्छ? माथि बस्नेहरूले भन्नुहोस्, म तपाईँहरू जित्न चाहनुहुन्छ? हो, अर्क साम्बाङ जित्न आएको होइन, म जित्न आएको होइन, यो देशलाई जिताउनका लागि निस्केको मान्छे हो म। यहाँहरू सबैजनालाई म यो निवेदन गर्न चाहन्छु। बोर लाग्यो? जोस चलिरहेको छ है? मेरो कुरा सुन्न त्यस्तो बोर लाग्दैन, मलाई थाहा छ। ल सबैजनाले एकचोटि मसँग सँगै भन्नु ल, प्रकृति जस्तो बन्न सकौँ। सबैले भन्नुहोस्, नलजाइकन भन्नुहोस्। तपाईँले यो भन्दै हुनुहुन्छ भने तपाईँ पछि पर्दै हुनुहुन्छ। प्रकृति जस्तो बन्न सकौँ, कसैलाई विभेद नगर्ने, संस्कृति जस्तो बन्न सकौँ, सबैलाई आफ्नो ठान्ने, प्रवृत्ति जस्तो बन्न सकौँ, जीवनलाई सहज बनाउने हो। हामी प्रकृति जस्तो बन्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो घामले मलाई मात्रै प्रकाश दिएको छैन, तपाईँलाई पनि दिएको छ।